ल नमस्कार, मेरो नाम कुमार गुरुङ। हामीले चाहिँ यो गण्डकी जेन चाहिँ भर्खरै सुरु गऱ्यौँ। हामीले यो आजको सामुदायिक चेतना भविष्यको लागि प्रकृतिको संरक्षण भन्ने नाराका साथ हामीले गण्डकी जेन चाहिँ एउटा संस्था सुरु गरियो। यो संस्थालाई सुरुमा के काम गर्ने भन्दाखेरि अब सरसफाइबाट खास यो संस्था चाहिँ सुशासनको लागि सचेतनाको लागि खोलिएको संस्था हो। अहिले सुरुमा के काम गर्ने भन्दाखेरि सुरुमा हामी सरसफाइ अभियानबाट सुरु गर्ने भन्ने उद्देश्यले हामीले चाहिँ सुरुमा थामपाखा राख्यौँ। थामपाखामा सरसफाइ अभियान पनि चलायौँ। त्यहाँ 2वटा डस्टबिन, नयाँ डस्टबिनहरू पनि राख्यौँ। त्यसै गरी डस्टबिन राख्दै आउने क्रममा अहिले हामी तेर्से गाउँमा छौँ। तेर्से गाउँमा यहाँ अहिले डस्टबिनको लागि स्ट्यान्डको लागि स्ट्यान्ड गाड्नको लागि छोडिरहेको छ। अब यो बिस्तारै कोटगाउँ, बेनी गाउँ, त्यसपछि मुन्थाला मन्दिरमा, त्यसपछि तोरीसरामा, त्यसपछि कुना गाउँमा, सिलगढीको चोकमा, त्यसपछि यता बेनीबेसीमा, अमरडेमा, चाइना घाटमा, बर्खेतीमा, आयुर्वेदीमा, रोटपिङमा, यसरी स्वास्थ्य चौकीमा यसरी हामी चाहिँ यो डस्टबिन वितरण गर्ने कार्यक्रम। डस्टबिन वितरण मात्रै गर्दैन, हामी आफैले खाल्डो खनेर, हाम्रै भाइहरूले खाल्डो खनेर हामीहरूले नै त्यहाँ डस्टबिन हालेर अनि त्यहाँ वरिपरिका सरसफाइ गरेर त्यहाँको फोहोरहरू सङ्कलन गरेर एक डस्टबिन हालेर हामी कार्यक्रम सम्पन्न गरेछौँ। र आजले यति नै भयो है त।